हजुरहरूले यदि आफ्नो 1 वर्ष मुनिको बच्चाहरूलाई मह दिँदै हुनुहुन्छ भने तपाईँको बच्चाको ज्यान जान सक्छ, ख्याल गर्नुहोला। अब कसरी भनेर कुरा गरौँ है त। 1 वर्ष मुनिको बच्चाहरूलाई मह दिँदाखेरि चाहिँ इन्फान्ट बोटुलिजम नाम गरेको रोग लाग्न सक्छ, जुन चाहिँ एकदमै रियर छ। तर के भनेदेखि यो एकदम सिरियस र इमर्जेन्सी कन्डिसन हो, जसले गर्दा बच्चाको ज्यानसम्म जान सक्छ। क्लोस्ट्रिडियम बोटुलिनम नाम गरेको ब्याक्टेरिया, जसले गर्दाखेरि चाहिँ के हुन्छ त, हामीले जुन खाइरहने मह हुन्छ, त्यो महको जुन मौरी हुन्छ, त्यो नाम गरेको ब्याक्टेरियाको स्पोर्सहरू चाहिँ सजिलै माटोमा पाउन सकिन्छ र मौरीहरूले चाहिँ त्यो माटोहरू चाहिँ के गर्न सक्छन् त, लगेर महमा मिसाउन सक्छन्। एडल्टहरूलाई त केही भएन, बच्चाहरूलाई के हुन्छ त, बच्चाहरू त इम्याच्योर्ड हुन्छन्, उनीहरूको गट हेल्थहरू म्याच्योर्ड भइसकेको हुँदैन, जसले गर्दाखेरि चाहिँ ती स्पोर्सहरू चाहिँ सजिलै बच्चाको इन्टेस्टाइनमा ग्रो गर्न सक्छन् र त्यसले चाहिँ त्यहाँनिर गएर चाहिँ टक्सिन प्रोडक्सन गर्छ, जसले गर्दाखेरि चाहिँ बच्चाको नर्भस सिस्टम एट्याक गर्न जान्छ। अब कुरा गरौँ यसका लक्षणहरूको बारेमा। सुरुमा त बच्चालाई कन्स्टिपेसन हुन्छ, बच्चा एकदम पुवर क्राई, रुन नसक्ने, बच्चाले राम्रोसँग फिडिङ गर्न पनि सक्दैन, उसले सक गर्न पनि सक्दैन र बच्चाको जुन मसल टोनहरू चाहिँ विक हुँदै जान्छ, बच्चा चाहिँ एकदम लटक्क पर्ने। बच्चा त मसल टोन्सहरू त राम्रो हुन्छ नि त नर्मल बच्चाहरूको चाहिँ, तर के हुन्छ त, इन्फान्ट बोटुलिजम भइसके पछाडि चाहिँ मसल टोन कमजोर भइसके पछाडि चाहिँ बच्चालाई सास प्रश्वासमा चाहिँ गाह्रो हुन्छ, बच्चालाई सास फेर्न सक्दैन, जसले गर्दा चाहिँ बच्चाको डेथसम्म पनि हुनसक्छ। यो भएको खण्डमा चाहिँ हामीले बच्चालाई तुरुन्त हस्पिटल लैजानुपर्छ। त्यसैले गर्दाखेरि चाहिँ हजुरहरूले आफ्नो बच्चा जन्मेदेखि 1 वर्ष पुरा नहुन्जेलसम्म चाहिँ मह दिनबाट चाहिँ टाढा राख्नुहोला।